हाई एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। आज हामीहरू काइट फेस्टिभल हेर्नलाई न्यू ब्राइटन जाँदैछौँ। मैले पहिले न्यू ब्राइटनलाई न्यू बिगटाउन भन्ने गर्थेँ कि अनि आजभोलि समुचिँदा कस्तो हाँसो लागेर आउँछ मलाई। अनि यो लेफ्ट साइडमा चाहिँ ह्याग्ले पार्क भयो। यहाँ त जति बेला पनि आउनुहोस् मान्छेहरू वाक गरिरहेको रनिङ गरिरहेको हुन्छ। हामीहरू घरबाट निस्किँदा यति बेला 2:30 बजिसकेको छ अनि वेदर पनि एकदम राम्रो छ। आज मजाले घाम लागिरहेको छ। आज काइट फेस्टिभल भएर होला बाटो पनि कस्तो बिजी नै छ। अब हामी पुग्न थाल्यौँ उता पारी, त्यहाँ काइटहरू देखिरहेको छ नि, हामी हो त्यहीँ हो जाने। हामीहरू पुग्यौँ अब न्यू बिगटाउन, न्यू ब्राइटन। हेर्नु न कति गाडीहरू कति धेरै छ, पार्किङ पाउनै गाह्रो भएको थियो एकछिन। कति धेरै काइटहरू देखिरहेको छ है। कस्तो डिजाइनमा छ काइट पनि। यता फेरि पार्किङ यस्तो फुल थियो नि, आज पुरै प्याक थियो बाटो। हामीले पनि उतै पारी पार्क गरेर अनि हिँड्दै जान्लाको छ। मैले आज लास्ट भिड छ। यति बेला त यस्तो भिड छ भनेपछि झन् अघि त्यो काइट फेस्टिभल स्टार्ट हुने बेला कस्तो भिड थियो होला। हामी अब यता जान थाल्यौँ अब। दामी है, कस्तो राम्रो। कति धेरै मान्छेहरू पनि आएको छन्। अनि त्यसैमा काइट फेस्टिभल मेरो त फर्स्ट टाइम नै हो यस्तो जान लागेको काइट फेस्टिभलमा। अब नेपालमा हुँदा चाहिँ त्यही चङ्गा उडाउने भन्ने हुन्थ्यो दसैँ तिहारको बेलामा। अब यहाँ चाहिँ काइट फेस्टिभल नै हुँदो रहेछ। हुन त यो पनि त्यही चङ्गा उडाउने नै हो हुनलाई। अब यिनीहरूले फेरि त्यो काइट पनि त्यो एकदम थरीको छ। कुनै ड्र्यागन टाइपमा देखिरहेको छु, कुनै के हो त्यो कुकुर जस्तो पनि छ, अनि कुनै फेरि त्यो बर्डहरू टाइपको, कुनै अक्टोपस जस्तो पनि छ। यहाँ पुरै मान्छेहरू त्यो म्याट्रेस लिएर बसिरहन्, इन्जोय गरिरहन् मजाले। काइट दामी। मलाई त खासै उडाउन पनि आउँदैन यो काठ, त्यसरी यसो हेर्ने इन्जोय गर्ने। हेर्नु त कति जानेका काइट पनि थरीको छ। अब एस्ट्रोनट डिजाइनमा पनि छ, व्हेल डिजाइनमा पनि छ, त्यो कछुवाको डिजाइनमा पनि छ, हरेक डिजाइनमा। त्यो चिम्प्यान्जी गोरिल्ला जस्तो छ त्यो पनि छ फेरि।
कुम्भ मेला त यतै छ दादा कुम्भ मेला हाम्रो लागि यो त हुई मान्छे रहेछ यस्तै त्यसबाट हेर्नु पर्छ यो बुढी बरु अघि उता ठिकै छ केटाकेटीलाई रमाइलो छ हेर त